जानेको कुरा चाहिँ अलिकति सेयर गरेर राखौँ। फेरि सबै कुरा अब मैले त्यति राम्रो सब भन्न त सकिराखेको छैन, त्यही पनि अहिले म जुन कुरा युट्युबमा गरिराखेको छु, युट्युब गरिराखेको छु, त्यो कुरा चाहिँ अब म एक्सपर्टै भएर म युट्युबमा आएको होइन। अब हल्का अब युट्युबबाटै सिक्दै आफू पनि अगाडि बढ्ने भन्ने मेन उद्देश्यको साथ आएको भएर पनि जानिराखेको कुराहरू चाहिँ आफूले जानेको कुरा जस्तो जे हुन्छ त्यसलाई चाहिँ अपलोड गरौँ भन्ने नै हो। अनि त्यसमा पनि अब जस्तै अब अहिले चाहिँ युट्युबको सुरुवाती बेलामा चाहिँ अब अलिकति युट्युबलाई चाहिँ लगातारै दिनुपर्ने चाहिँ सबैभन्दा ठुलो महत्त्व रहेछ। अनि त्यो भएको भएर पनि आफूले अब क्वालिटी भन्दा पनि क्वान्टिटीलाई अलिकति जोड दिउँ भन्ने नै मेरो अलि महत्त्व त्यतातिर भएको भएर पनि अब मैले आफूले जानेको कुरा सेयर गरेको। अब खै अब यहाँहरूलाई कस्तो लाग्छ के लाग्छ अब त्यो चाहिँ अब आफ्नो प्रतिक्रियाहरू चाहिँ दिँदै गर्नु होला।